तपाईको आसपास अडोस पडोस कलाको कोसेली बोकेर यो ठाउँसम्म आउने फेरि पनि मौका दिनुभएकोमा समग्र वीर गोर्खा कल्याण परिवारप्रति हामी त वर्षभन्दा अगाडिको वर्षमा यहाँले हेरिसक्नु भएको छ। फेरि पनि आएछ भनेर धेरैजनाले लख काटिसक्नु भएको छ र यसपालि त्यो बेलामा देखाएका कलाहरू सकभर नदोर्योन् भन्ने आशमा पनि छ। र यो पनि हाम्रो यो टिमसँग के पनि अपेक्षा एकदम बढेको छ भने गत वर्ष अगाडि आउँदाखेरि देहरादुनमा गएर एकदमै राम्रो प्रतिभा हामी देखाएर आउनुपर्छ है भन्ने भएको थियो होइन साथीहरू। तर यो वर्ष हामीलाई छैन। यो वर्ष चाहिँ कति धेरै आत्मीयता बढ्यो भने देहरादुनमा गएर के नाटक पारेर 2-4 महिना बस्ने होला, यतै पो घरजम गर्ने हो कि यतै पो ससुराली बनाउने हो कि भन्ने मनमा लागेछ। यो लाग्ने आत्मीयता प्रदान गर्नुभएकोमा पुनः हामी वीर गोर्खा कल्याण समिति परिवारप्रति हृदयदेखि नै हार्दिक कृतज्ञता ज्ञापन गर्दै यो पारिवारिक मायालाई अझ प्रगाढ बनाउनको लागि तपाईहरूको आशीर्वाद स्वरूप म वीर गोर्खा कल्याण समितिका परिवारका सबै टिमलाई एकचोटि स्टेजमा आइदिनु हुनको लागि विनम्र बिन्ती गर्न चाहन्छु। मैले अध्यक्षज्यू, कोषाध्यक्षज्यू, सचिवज्यूको मात्र नाम लिएँ भने अन्याय हुनेछ, किनकि यहाँहरूसँगको माया र सद्भाव यति धेरै घनिष्ठ भइसकेको छ कि ताकि यो देहरादुनमा बाँकी भनेको अब कलाघर यहीँ ल्याउन मात्रै बाँकी हो। मन यता बसिसकेको छ। तसर्थ म अध्यक्षज्यूले यो आवाज सुनिरहनु भएको छ होला, उपाध्यक्षज्यूले यो आवाज सुनिरहनु भएको छ होला, म सम्पूर्ण कार्य समितिलाई एकचोटि स्टेजमा आइदिनु हुनको लागि पनि विशेष अनुरोध गर्न चाहन्छु। आइसक्नु भएको छ। मैले अगाडि अतिथिज्यूहरूलाई हृदयदेखि नै हार्दिक सम्मानसहित आभार पनि व्यक्त गर्न चाहेँ। यहाँहरू आउनु भएन भने हामी त रोन्छौँ होइन त। हुन्छ तसर्थ अब हामी यो महोत्सवलाई सम्झेर यो महोत्सवकै लागि भनेर तयार पारिएको एउटा गीत यहाँहरूको माझमा राख्छौँ र त्यो गीत हामीले मात्रै गाएर हामीले मात्रै नाच्यौँ भने त्यो मजा आउँदैन। जसले यो दुःख गरेको छ, जसले मेहनत गरेर यति धेरै झिलिमिली पार्नु भएको छ, उहाँहरू नै आउनु भएन भने त यो स्टेजमा सर कि मैले
विशेषमा फेरि पनि नाच्नुपर्छ देहरादुनकै लागि भनेर तयार पारेको एउटा पञ्चवाद्य गीत बजाइदिनु हुनको लागि अनुरोध गर्छु।
घुमी घुमी फनफनी घुमेर फनफनी घुमेर नाच्ने गाउने यही हो मेरा तेरा गुनामा फनफनी घुमेर तेरा दुल्हा
धेरैभन्दा धेरै धन्यवाद धन्यवाद धन्यवाद। नाचेर साथ दिनुभयो। जय गोर्खा। यति हुँदा आएको जय मा काली। धेरैभन्दा धेरै धन्यवाद। गोर्खा दसैँ दीपावली महोत्सव एवं राजकीय मेला में हजुरको स्वागत छ। हामी हजुरको कार्यकारिणी जो सदस्यहरू हाम्रो पदाधिकारीहरू हाम्रो मुख्य जो छ उनीहरूसँग बात गराइदिन्छु हजुरको। हजुर केही भन्न चाहन्छ या? नमस्कार। वीर गोरखा कल्याण समिति के समक्ष हमारे अध्यक्ष श्री कमल थापा जी मौजूद हैं, साथ ही हमारे संरक्षक मेजर अमर राय जी, साथ ही हमारे वरिष्ठ उपाध्यक्ष सूर्य विक्रम शाही, मैं विशाल थापा महासचिव। अब इस वीर गोरखा कल्याण समिति द्वारा आयोजित गोरखा दसैं दीपावली महोत्सव में राजकीय मेला का ये 9वां वर्ष हम यहाँ मना रहे हैं और इस मेले को आयोजन करने का उद्देश्य हमारी अपनी भाषा, संस्कृति, संस्कार, वेशभूषा, खान पान, हमारे ट्रेडिशन, जो कि हमारी नई पीढ़ी को हम इसको विरासत विरासत में हम इनको देके जाएं और इसका महत्व समझें, इसी के लिए आयोजन करते हुए आ रहे हैं। धन्यवाद। अब अध्यक्ष जी बाटे कुछ आशीष वचन पाऊँ। आज हमने जो 31 अक्टूबर देखी आज जो वीर गोरखा कल्याण समिति द्वारा गोरखा दसैं दीपावली महोत्सव 2025 को शुरुआत करी। इसमें हमने इस साल कुछ नया करने को पहल करे। हमने एउटा सानो मानव श्रृंखला अपनो संस्कृति रैली को आयोजन करे, जिसमें हमले महेंद्रा ग्राउंड स्टार्ट गरेर डाकरा बाजार गड़ी हुँदै हाम्रो फिर वापस इस ग्राउंड में आएर हमले मेला को उद्घाटन करे। जो हाम्रो मेला को उद्घाटन जो रैली को जो त्यो संस्कृति रैली को उद्घाटन हाम्रो गोर्खा सुधार सभा को अध्यक्ष पदम सिंह थापा जी ने गर्यो और जो हाम्रो मेला को उद्घाटन हाम्रो जनरल जो हाम्रो मुख्य संरक्षक राम सिंह प्रधान जी हुनुहुन्छ उनको द्वारा कराया गया। और आज जो हमले यो प्रोग्राम गरिरहेको छौँ, हमले आफ्नो बच्चालाई संस्कृति, भाषा, पहनावा इस चीज़लाई याद राखोस् और सीखोस् कि भाई हाम्रो जो संस्कृति हो, हाम्रो यो पहचान हो। इस लागि हाम्रो यो प्रोग्राम करने को उद्देश्य छ। इस लागि हमले यो प्रोग्राम 31 अक्टूबर लिएर 2 नवंबर तक गरिरहेको छौँ। उसमें सबैसित अनुरोध गर्छौँ ज़्यादा संख्या में यहाँ आएर मेला को भी शोभा बढ़ाए और हमलाई पनि थोड़ा आशीर्वाद साथ। धन्यवाद। वीर गोरखा को उपाध्यक्ष सूर्य विक्रम शाही जी को पनि आशीष वचन पाऊँ तो। नमस्कार। वीर गोरखा कल्याण समिति द्वारा आयोजित दसैं दीपावली महोत्सव आजदेखि आगाज सुरुवात भयो, उद्घाटन भयो। कार्यक्रम को उद्देश्य सांस्कृतिक परंपरालाई बचाउनु र शिक्षा नपाएको कुनै पनि असहाय व्यक्तित्व हो उनलाई आर्थिक सहायता प्रदान गर्नु, पीडितहरूलाई विभिन्न प्रकार का शिक्षा दिनु र विशेष गरेर हाम्रो जो संस्कार संस्कृति छ आज को जेनेरेसनले भुल्दै गइरहेको छ, त्यसलाई जीवित राख्नको लागि जो शुद्धता जसमा जो सनातन को मुकुट हो नेपाली भाषा र संस्कृतिलाई चाहिँ बचाउनको लागि अथक प्रयास गरिरहेका छौँ। यो चाहिँ भव्य र सभ्य कार्यक्रम यो गढी कैंट को महेंद्र ग्राउंड में 9 वर्षदेखि कंटिन्यू निरंतर चलिरहेको छ। हामी चाहन्छौँ कि आज को जेनेरेसनले आफ्नो संस्कार परंपरालाई बचाउनको लागि नेपाली भाषा, नेपाली पोशाक र विभिन्न प्रकार को जो कार्यहरू छ, जो गाउँ सेवा कार्य त्यसमा लागू
भनेर हामीले यो ठुलो कार्यक्रम गर्नुपर्छ। मिडियाले हामीलाई यो मौका दिनुभयो कि यो कार्यक्रमको विषयमा जानकारी र उद्देश्य के हो भनेर तपाईँले धन्यवाद दिन्छु। यसै गरी प्रचार प्रसार भएर अगाडिको चाहिँ नि जेनेरेसनलाई आफ्नो जागरुक भएर यो निरन्तर अगाडि बढाउन भन्दै म चाहिँ नि मिडियालाई धन्यवाद दिँदै 2 शब्द यहाँ विराम दिन्छु। धन्यवाद। हमें संजयमल देवी ठाकुरी हैं, ठाकुरी समाज के। नमस्कार धन्यवाद। जति पनि हाम्रो समितिद्वारा आयोजित यहाँ गोर्खा समितिका कार्यकारी सदस्यज्यूहरू हामी यहाँलाई भरपूर मनोरञ्जन दिनको लागि आइरहेका छौँ। तपाईँ सम्पूर्ण महानुभावहरूलाई हाम्रो मैत्रीगढी क्याम्पमा आइदिनु हुनको लागि अनुरोध गर्छु। नोभेम्बर 1 गते 3 दिन हुनेछ। धन्यवाद, नमस्कार, जय गोर्खा। यो हाम्रो सुप्रसिद्ध कलाकार श्याम राणाजी हो। जति पनि स्टलहरू हुनुहुन्छ उहाँको प्रस्तुतिलाई इन्जोय गर्नको लागि जरुर आउनुहोस्। ओके। तत्वाधानमा उहाँको आभारी अध्यक्ष मदन थापाज्यूले यो रेलीको गर्नुभयो।